डाँडा भन्ने ठाउँमा आयो है। स्वर्गद्वारी जाने बाटोको बटडाँडा भन्ने ठाउँमा हामी आएको छौँ। प्युठान दिल्लीको गाडी लाग्छ। प्युठान दिल्लीको गाडी यहाँ लागेको रहेछ। यहाँदेखि दिल्ली पनि गाडी जाने रहेछ, प्युठानको दिल्ली। हामी बटडाँडा भन्ने ठाउँमा आइसकेका छौँ। होटलहरू पनि देखाइदिनु दाइ, होटलहरू पनि राम्रो राम्रो रहेछ, यता यता पनि रहेछ। अनि यहाँदेखि कता जाने बाटो हो? बाटो रहेछ। अनि हामी कता सिधै जाने हो? दुईवटा बाटो रहेछ यहाँदेखि। यो बटडाँडा भन्ने ठाउँ रहेछ, बडो रमाइलो ठाउँ रहेछ यो बटडाँडा भन्ने ठाउँ रहेछ। अब हामी बटडाँडा क्रस गरिसकेका छौँ। अब हजुरहरूलाई फेरि अर्को स्टेसन हामीले देखाउनेछौँ। बटडाँडाको यो प्युठान जिल्ला बटडाँडा भन्ने ठाउँ। यहाँदेखि पारिको सिन एकदम राम्रो देखिने रहेछ। अब म गाडी ड्राइभ गरिरहेको छु। म अब यो यतिकैमा क्लोज गर्छु। यो मोतीपुरको पारी गाउँ, यहाँ तल गण्डकी पनि रहेछ। राप्ती नदी। दाङ निस्किने बाटो यता स्वर्गद्वारी जाने बाटो। यो दाङ निस्किने बाटो यता माथि रहेछ है। हामी दाङ जाने होइन, हामी स्वर्गद्वारी जाँदैछौँ। चकचके देवीस्थान। चकचके भन्ने ठाउँ। जसपुर चकचके। त्यो पुल चाहिँ प्युठान जाने पुल, प्युठान खलङ्गा जाने पुल रहेछ। यो पुल प्युठान खलङ्गा जाने पुल। 32 किलोमिटर छ। हजुरले देखाउनु। यो स्वर्गद्वारी लिबाङ 63 किलोमिटर। यताबाट ट्रक आएको छ। साइड पुग्छ कि पुग्दैन? खलङ्गा साइड नपुगेर ब्याक गर्नुपर्ने भएको छ। के ठाउँबाट दाइ? चकचके ठाउँ। चकचकेको यो मेन चोक रहेछ। चकचके जसपुर। यहाँबाट भ्यानहरू पनि लाग्ने रहेछ, इको भ्यानहरू। अनि यो गाडीहरू रोल्पाको लागि यहाँदेखि गाडीहरू छुट्ने रहेछ चकचके भन्ने ठाउँबाट। स्वर्गद्वारी रोल्पा। बाटोमा रोकेर रेस्ट गरिएको छ। स्वर्गद्वारी यता अगाडि रहेको छ। डाँडाहरू, यी डाँडा पाखा छहराहरू। स्वर्ग जाने बाटो। लामा चौरको फाँट, बडो रमाइलो फाँट रहेछ यो लामा चौरको फाँट। प्युठानको लामा चौरको फाँट। यो साइनो मायाको छुट्दैन कहिले, आकाशमा जुन तारा रहिरहन्छ जहिले। टुक्का हो कि यहाँ पुरै तलको पनि निकाल्नु भयो? निकाल्नुपर्छ होइन। गाडी चढेन क्या हो? चढेन होला क्या, त्यत्रो लोड रहेछ त। अनि क्लच प्लेट पुत्ताइसक्यो त्यसको। यहाँ आएर बस्नुपर्छ। आधा घन्टा रेस्ट गरेर ब्रेक जाँदैछ मेरो गाडी। हाम्रो सबै गाडी आउँदा बस्नुपर्छ। हुन्छ 15-20 मिनट बस्नुपर्छ यहाँ आएर। मैले भ्याउ काम भइहाल्यो। अब यो यतिमा इन्ड गरिदिउँ यो भिडियोलाई। अब यो कति भयो? 4 मिनटको भएछ।